नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौं दुर्घटनाबाट। मिनी ट्रक र मोटरसाइकल एक आपसमा ठोकिँदा कैलालीमा मोटरसाइकलमा सवार 2 को मृत्यु भएको छ। कैलालीको गोदाबारी नगरपालिका 9 बल्मीमा सोमबार साँझ भएको दुर्घटनामा जिल्ला समन्वय समितिकी कैलालीका लेखापाल तेज बहादुर रावल र डडेलधुरा नवदुर्गा गाउँपालिका वीर बहादुर रावलको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको C3 प 9429 नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको भेक 1414 नम्बरको मिनी ट्रक एक आपसमा ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। दुर्घटनामा परि गम्भीर घाइते दुवैको सेती अञ्चल अस्पताल धनगढीमा उपचारको क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ। मिनी ट्रक र चालकलाई जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएको छ। मुख्यमन्त्री लालबाबु राउतले खेलमै आफ्नो जीवन समर्पण गर्ने क्षमतावान खेलाडीहरूको स्थायी जीविकोपार्जनको व्यवस्था गर्ने नीति प्रदेश सरकारले लिएको बताउनु भएको छ। जनकपुर धाममा हिजो सुरु भएको तेस्रो शहीद कप क्रिकेट प्रतियोगिता उद्घाटन कार्यक्रममा मुख्यमन्त्री राउतले विश्वमै मुलुक र प्रदेशलाई चिनाउने खेलाडीहरूको मनोबल उच्च राख्न प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनु भएको हो। उहाँले प्रदेश 2 सरकारले प्रादेशिक संरचना भित्र क्षमतावान खिलाड़ीहरूलाई समावेश गर्ने नीति लिएको बताउनुभयो। ये प्रदेश के भीतर भी 2-4 अंतर्राष्ट्रीय स्तर के स्टेडियम हो, यहाँ खेल के लिए खिलाड़ियों के लिए अच्छा अलग किस्म से बजट हो। और मुझे लगता है आने वाला दिन में प्रदेश सरकार इस पर गंभीर है और खेल के लिए खिलाड़ियों के लिए कैसे उनको सहयोग किया जाए, उनको जीविकोपार्जन के लिए उनका एक कहा जाए उनके स्थायी व्यवस्था के लिए कैसे उनको प्रबंध किया जाए, इस पर प्रदेश सरकार गंभीर है। मुख्यमन्त्री राउतले खेल क्षेत्रमा उत्कृष्ट बनाउन प्रदेश सरकारले प्रत्येक जिल्लामा प्रदेश स्तरीय र प्रदेशभित्र कम्तीमा 3-4 वटा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने सोच समेत बनाएको जानकारी गराउनुभयो। कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनालले प्रदेश नम्बर 2 खेलाडीको उर्वर भूमि रहेको भन्दै त्यस्ता खेलाडीहरूलाई जागरुक गर्न प्रदेश सरकार हर सम्भव प्रयास गर्ने बताउनुभयो। लेकिन प्रदेश सरकार उससे भिन्न तरीका से हम इस पर अत्यंत सचेत हैं, गंभीर हैं, संवेदनशील हैं और इस क्षेत्र में हमारे ओर से हमारे मुख्यमंत्री जी, हमारे मंत्रीगण, हमारे पूरे कैबिनेट जहां जहां इस प्रकार का आयोजन होता है हम लोग लगानी भी करते हैं, अपने क्षमता के अनुसार से सहभागी भी होते हैं। हम प्रदेश के भीतर के युवाओं को मनोबल ऊंचा करने के लिए उनके साथ साथ कदम में कदम मिलाकर के चलने की प्रतिबद्धता भी व्यक्त करते हैं। आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले खेलकुद असल र अनुशासित नागरिक निर्माण गर्ने मूल स्रोत रहेकाले क्षमतावान खेलाडी पहिचान गर्न वडा स्तरबाट प्रतियोगिता गराउने क्यालेन्डर निर्माण गरेर प्रदेश सरकार अघि बढ्ने उल्लेख गर्नुभयो। हम सब खिलाड़ी उत्पादन करब। आई नेपाल के भूमि यह भूमि छै जै ठाम अहाँ के हम सब सही ढंग से खिलाड़ी ने लगानी करी तो अंतर्राष्ट्रीय लेवल ने नेपाल के स्वाभिमान राखा वाला खिलाड़ी हम सब उत्पादन कर सके छी। जै के उदाहरण अखने दिलक वर्ल्ड कप ने देखली हो, नेपाल वर्ल्ड मेडल जीत के लाबे के लगी सफल भेल। अखुनते एशिया स्तरीय गेम ने नेपाल वर्ल्ड मेडल लाबे के अहाँ के क्षमता रखे छे। अइए के जनता सब, के खिलाड़ी सब, अइए के युवा सब एकेटा बाकी रह गए वातावरण मिलावे के जरूरी छे, आवश्यकता छे। उ वातावरण आप प्रदेश सरकार मिलावे के लागि तैयार छे। प्रतियोगिताको उद्घाटन सत्रमा शहीद संजय चौधरी, नीतू यादव, दिलीप यादव, रोहन चौधरी सहितका परिवारलाई मुख्यमन्त्री राउतले दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो। कार्यक्रममा रूपेश कुमार सिंह, वन उद्योग तथा पर्यटन राज्य मन्त्री सुरेश कुमार मण्डल, प्रदेश सांसद सरिता शाह, कौशल कुमार यादव, जनकपुर उपमहानगरपालिकाका प्रमुख लाल किशोर शाह, सुरक्षा निकायका पदाधिकारीहरू लगायतको उपस्थिति थियो। 19 गतेसम्म चल्ने प्रतियोगितामा नेपालबाट आयोजक जनकपुर, कलैया, विराटनगर, भैरवा र काठमाडौँ तथा भारतबाट पटना, दरभंगा र कानपुर गरी 8 वटा टिम सहभागी छन्।
सप्तरीमा थारू समुदायले सांसद रेशम चौधरीको रिहाईको माग गर्दै सरकार विरुद्ध संघर्ष गर्ने तयारी गरेको छ। सोमबार राजविराजमा रेशम बचाउ अभियान र थारू कल्याणकारी सभा सप्तरीले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन्। उनीहरूले प्रधानमन्त्रीलाई ज्ञापन पत्र, वडा गाउँपालिका र नगरपालिका स्तरमा संघर्ष समिति गठनदेखि राष्ट्रिय भेलासम्मको कार्यक्रम सार्वजनिक गरेका छन्। पहिलो चरणमा 18 चैतसम्म सप्तरीका सबै स्थानीय तहमा संघर्ष समिति गठन गरी चैत 19 गते प्रदर्शन सहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरिएको छ। त्यस्तै 6 वैशाखमा थारू युवाको राष्ट्रिय भेला गरी आफ्नो आन्दोलनका सशक्त कार्यक्रम घोषणा गरिने तयारी गरिएको पत्रकार सम्मेलनमा रेशम बचाउ अभियान समिति सप्तरीका संयोजक रमाकान्त चौधरीले जानकारी दिनुभयो। उहाँले टीकापुर घटना र राजनीतिक मुद्दा भए पनि सरकारको भूमिका र अदालतको फैसलाले आन्दोलनको बाटो रोज्न बाध्य बनाएको पनि बताउनुभयो। अभियानकी सहसंयोजक कल्पना चौधरीले टीकापुर विद्रोहलाई आतंककारी घटनाका रूपमा व्यवहार गर्नु आपत्तिजनक रहेको बताउनुभयो। थारू कल्याणकारी सभाका अध्यक्ष पूर्ण प्रसाद चौधरीले टीकापुर घटना सम्बन्धमा पूर्व न्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा बनेको छानबिन टोलीको प्रतिवेदन सार्वजनिक नभएकै बेला अदालतको फैसला आउनु दुर्भाग्यपूर्ण भएको बताउनुभयो। उहाँले सरकारले तत्काल चौधरीलाई रिहा नगरी देशव्यापी आन्दोलन चर्काएर सरकारलाई बाध्य पार्ने चेतावनी समेत दिनुभएको छ। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। राजधानीको भद्रकाली स्थित नेपाल स्टक एक्सचेन्ज लिमिटेड नेप्से कार्यालय घेराउ गर्न पुगेका शेयर लगानीकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शेयर लगानीकर्ता दबाव समूह मंगलबार बिहान कार्यालय समयमा भद्रकालीन स्थित नेप्सेको कार्यालय परिसर बाहिर धरना बस्न लाग्दा प्रहरीले नियन्त्रणमा लिएको हो। कार्यालय प्रदेशमा रोक लगाएपछि उनीहरू प्रदेशद्वारा बाहिर नै धरना बस्न लाग्दा प्रहरीले धडक पडक गरी नियन्त्रणमा लिएको हो। सो क्रममा केही समय लगानीकर्ता र प्रहरी बीच भनाभन भएको थियो। शान्तिपूर्ण रूपमा विरोध गर्न पाउने नागरिकको अधिकार प्रयोग गर्न नदिएको भन्दै शेयर लगानीकर्ताले प्रहरीको गाडीभित्र अर्थमन्त्री र प्रहरी हस्तक्षेप विरुद्ध नाराबाजी गरेका थिए। अहिले 13 जना शेयर लगानीकर्तालाई सिंहदरबार प्रहरी विरुद्ध राखिएको छ। प्रहरी नियन्त्रणमा रहेका शेयर लगानीकर्ता दबाव समूहका दिपेन्द्र अग्रवालले शान्तिपूर्ण विरोध गर्न पाउने अधिकार प्रयोग गर्दा धडक पडक गरिएको भन्दै प्रहरी हस्तक्षेपको विरोध गर्नुभयो। शेयर लगानीकर्ताहरूले पुँजी बजार र सुधार र विस्तारका लागि 32 बुँदे माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले चैत महिनाभित्र नेत्र विक्रमचन्द्र नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका अतिवादी गतिविधिलाई नियन्त्रणमा लिई छाड्ने घोषणा गर्नुभएको छ। नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले कम्युनिस्ट पार्टीको नाममा विकास निर्माणको काममा अवरोध पुर्याउने, कम्युनिस्ट पार्टीको सरकारलाई असफल बनाउन कोसिस गर्ने लगायतका चन्द नेतृत्वको नेकपाको अतिवादी विवादात्मक गतिविधि सरकारलाई सह्य नहुने चेतावनी पनि दिनुभयो। हिजो नयाँ बानेश्वर स्थित संघीय संसद भवनमा आयोजित पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चन्द्र नेतृत्वको नेकपाले हिंसा परित्याग नगरी नियन्त्रणमा लिने सरकारको नीति रहेको पनि स्पष्ट पार्नुभयो। उहाँले चन्द्र नेतृत्वको नेकपालाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याइ छाड्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। त्यसका लागि सो समूहले हिंसा परित्याग नगरी सरकारले नियन्त्रण गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ। हाम्रो शान्ति प्रक्रिया बहुवर्षीय आयोजनामा परेको पनि बजेट गएन। बहुवर्षीय धेरै समय अब विकास निर्माणका काम हुन नदिने, विकास निर्माणलाई अवरोध पार्ने, लोकतन्त्रलाई अवरोध पार्ने, समाजवाद उन्मुख हाम्रा प्रयासहरू, शिक्षाका, स्वास्थ्यका, विकासका तमाम प्रयासहरूलाई अवरोध गर्ने र त्यसमा बाधा व्यवधान पैदा गर्ने र कम्युनिस्ट पार्टीको सरकारलाई असफल पार्ने अनि हँसिया हथौडाकै झन्डा लिने, नाम कम्युनिस्ट पार्टी नै राख्ने
कम्युनिस्ट भनेका यस्तै हुन्छन् भन्ने बनाइदिए। यो कुरा कम्युनिस्ट पार्टीकै कतिपय मान्छेहरूले कम्युनिस्ट नाम भएको हुनाले लुटेको पनि ठिकै छ। लोकतन्त्र प्रधानमन्त्री ओलीले पार्टीको संगठनिक एकीकरणको काम हुँदैन कि भनेर चिन्ता नगर्न पनि पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुभयो। उहाँले पार्टीको तल्लो तहसम्मको एकीकरणको काममा ढिलाइ भएको स्वीकार गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल अमेरिकाबाट फर्कने बित्तिकै सो कामलाई पूर्णता दिने पनि बताउनुभयो। प्रधानमन्त्री ओलीले सरकारको असाधारण काम गरे पनि त्यसको प्रचार पार्टीभित्रबाट हुन नसकेको गुनासो पनि गर्नुभयो। नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले सरकार असफलतर्फ उन्मुख रहेको बताउनु भएको छ। पूर्व प्रधानमन्त्री समेत रहनुभएका डाक्टर बाबुराम भट्टराईले बाह्य लगानी घटेको, मुलुकको व्यापार घाटा बढ्दै गएको, विकास खर्च समेत लक्ष्य अनुसार हुन नसकेको उल्लेख गर्दै सरकार असफलतर्फ उन्मुख हुन गएको बताउनु भएको हो। काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले सरकारको 1 वर्षे कार्यकालबाट जनता समेत सन्तुष्ट हुन नसकेको दावी पनि गर्नुभयो। संयोजक भट्टराईले जनताको अपेक्षा अनुसार तीव्रताका साथ मुलुकको आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणका लागि सरकारले आवश्यक कदम चाल्न नसकेको पनि बताउनुभयो। एकदम अगुवा मान्छेले सैद्धान्तिक रूपमा बुझ्छ, तर आम जनताले व्यवहारबाट बुझ्छ। त्यसले 1 वर्ष यो सरकारको जुन गतिविधि छ त्यसपछि अब आम जनताले के बुझिरहेको छ त भन्दा जनता सन्तुष्ट देखिँदैन। हामी अहिले भर्खरै मात्र नेपालको पूर्वदेखि पश्चिमसम्म एउटा चुवा भन्ज्याङदेखि झुलाघाटसम्म यात्रा गऱ्यौँ। त्यो हामी धेरै सबै पक्षका साथीहरूसँग हामीले भेट्यौँ। बढी त सत्तामै रहेका कम्युनिस्ट पार्टीका र प्रतिपक्षमा रहेको नेपाली काङ्ग्रेसका साथीहरूसँग हाम्रो भेटघाट भयो। तर जनताले जुन अपेक्षा गरेको थियो, जुन तीव्र गतिको परिवर्तन, आर्थिक सामाजिक सांस्कृतिक परिवर्तन अपेक्षा गरेको थियो, त्यो जनताले प्राप्त गरेको अनुभूति चाहिँ भएन। बजेटको कार्यान्वयनको जुन समीक्षा गर्यो आफैले स्वीकार गरेको छ, उसले बजेटमा राखेको लक्ष्य विकास खर्चको लक्ष्य पनि पुरा हुन सकेन र उसको जुन साधारण खर्चको पनि पुरा हुन सकेन, राजस्वको पनि लक्ष्य पुरा हुन सकेन र व्यापार घाटा जुन बढेर गयो, लगानी जुन घट्यो, आफैले भनिरहेको छ। त्यसले सबै हिसाबले हेर्दाखेरि सरकार आफै एउटा असफलतातिर चाहिँ उन्मुख भइरहेको अवस्था चाहिँ छ। संयोजक भट्टराईले वर्तमान सरकारले वैदेशिक सम्बन्धमा समेत सन्तुलन कायम गर्न नसकेको पनि दोहोर्याउनु भयो। संवैधानिक परिषदले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा दिनेश कुमार थपलियाले सिफारिस गरेको छ। संवैधानिक परिषदको सोमबार सिंहदरबारमा बसेको बैठकले रिक्त रहेको निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश कुमार थपलियाले नियुक्ति गर्ने सिफारिस गरेको हो। गत आइतबार मात्र प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधी प्रसाद यादवले अवकाश पाउनु भएको थियो। सोही पदमा थपलियाले नियुक्ति गर्ने सिफारिस गरिएको राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल सिन्हाले जानकारी दिनुभयो। बैठकबाट हामीले प्रमुख निर्वाचन आयुक्त रिक्त भएको, त्यसमा दिनेश कुमार थपलियालाई नियुक्त गर्नको लागि सिफारिस गर्ने निर्णय गर्यो। त्यसै गरी समावेशी आयोगमा मकवानपुरको विष्णुमाया ओझा सदस्यमा नियुक्ति गर्ने सिफारिस गर्यो। यो 2 जनाको 2टा पदको लागि निर्णय गरेर बाँकी पछि गर्ने भनेर आजको बैठक। काङ्ग्रेस सभापतिले आज आउन नसक्ने, संसदीय दलको बैठक भएको हुँदा आज उपस्थित हुन नसक्ने भनेर लिखित पत्र पठाउनु उहाँ बिना निर्णय भयो। त्यो त अनुपस्थित, अब चिठी आयो हुनु भएन भनेपछि अनुपस्थितिमै भयो। त्यसैगरी परिषद बैठकले समावेशी आयोगको सदस्यमा मकवानपुरकी विष्णुमाया ओझालाई नियुक्ति गर्ने सिफारिस पनि गरेको छ। प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले भने पार्टी संसदीय दलको बैठकका कारण उपस्थित हुन नसकेको लिखित जानकारी परिषदलाई गराउनु भएको थियो। परिषदका पदेन सदस्य समेत रहनुभएका राष्ट्रिय सभाका अध्यक्ष तिमल सिन्हाले प्रमुख प्रतिपक्ष दल नेता देउवाले उपस्थिति हुन नसक्ने जानकारी परिषद बैठकलाई लिखित रूपमै गराउनु भएको जानकारी दिनुभयो। प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियालाई संसदीय सुनवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले अनुमोदन गर्ने संवैधानिक व्यवस्था छ। विश्रामपछि समाचारमा फेरि स्वागत छ। अब बाँकी समाचार।
जापानले नेपाली कामदार लैजाने विषयमा दुई देशबीच सहयोग समझदारी पत्रमा हस्ताक्षर भएको छ। हिजो काठमाडौँमा कार्यक्रमका बीच श्रम र रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको उपस्थितिमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरे र नेपालका लागि जापानका राजदूत मसामिची साइगोले सो समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो। यो समझदारी सँगै जापानले पहिलो पटक सोझै नेपाली कामदारलाई श्रम भिसामा आफ्नो मुलुक लैजाने बाटो खुल्ला भएको छ। समझदारी अनुसार जापानले आगामी अप्रिल 1 देखि नेपाल सहित 9वटा देशका दक्ष कामदारीलाई लैजाने निर्णय गरेको छ। जापानी पक्षले लिने जापानी भाषा र सी परीक्षा उत्तीर्ण गरेका नेपाली कामदारलाई जापान पठाउने गरी समझदारी गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले जानकारी दिनुभयो। उहाँले नेपाली कामदारलाई सोझै जापान लैजाने जापान सरकारको निर्णयप्रति आभार पनि व्यक्त गर्नुभयो। जापानले 9वटा देशहरूका दक्ष जनशक्ति कामका लागि लिने निर्णयमा दक्षिण एसियाको एकमात्र मुलुक नेपाल समेत पनि छनौट हुन पुगेको छ। यसका लागि म जापान सरकारलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। युवाहरू सुरक्षित ढङ्गले, पारदर्शी ढङ्गले, व्यवस्थित ढङ्गले रोजगारीको लागि जापान जान सकुन् मनसायका साथ सरकारको तर्फबाट जापान सरकारलाई नेपाल सरकारको मातहतमा रहने गरी, वैदेशिक रोजगार विभागको मातहतमा रहने गरी एउटा सरकारी संयन्त्र निर्माण गर्ने, त्यो संयन्त्र मार्फत जाने प्रक्रियालाई सुनिश्चित गर्ने प्रस्ताव राखेका थियौँ। जापान सरकारसँग यो विषयमा द्विपक्षीय सहमतिका साथ आज हस्ताक्षर सम्पन्न भएको छ। यसले रोजगारीमा जाने युवाहरूको लागि थप सुरक्षित बनाउनेछ, कम्तीमा ठगिनबाट युवाहरूलाई जोगाउनेछ भन्ने सन्दर्भमा मैले विश्वास लिएको छु। र यसै गरी रोजगारी भर्ना प्रक्रिया र फिर्तीलाई व्यवस्थित गर्ने सन्दर्भमा संयुक्त टिमले अझ मसिनो गरी धेरै हिसाबले काम गर्नुपर्ने छ। यो सबै सन्दर्भमा संयुक्त टिमले अझ थप गृह कार्य गरेर यसलाई छिटोभन्दा छिटो कार्यान्वयन ल्याउने गरी भूमिका निर्वाह गर्नेछ भन्ने मेरो अपेक्षा छ। नेपाली श्रमिकहरूलाई जापानको कानुनले जापानी नागरिकलाई जुन प्रकारले व्यवहार गर्दछ, जापानका नागरिकहरू सरह नै नेपाली श्रमिकहरूलाई समेत पनि त्यो प्रकारको सुविधा सेवा प्रदान गर्ने गरी जुन ढङ्गले एमओसीमा हस्ताक्षर सम्पन्न भएको छ, यसले नेपालको श्रमिकहरूको सेवा शर्त सुविधा र हकहितलाई प्रत्याभूत गर्ने सन्दर्भमा थप आयाम थपेको छ। कार्यक्रममा नेपालका लागि जापानी राजदूत साइगोले दुवै मुलुकको सरकारी निकायले छनौट गरेका नेपाली कामदारलाई जापान लैजाने निर्णय लिएको पनि बताउनुभयो। And have the ability to conduct daily conversation on the level of Japanese language professors needed to work in the applicable specified industrial field. The applicable skill level and the level of Japanese proficiency are to be confirmed through a skills exam and a language exam. The employment contract for specified skilled workers is required to conform to prescribed criteria such as the amount of remuneration for foreign nationals being equal to or more than the amount that a Japanese national would receive. समझदारी पत्रमा कामदार पठाउने कार्य सरकारी संयन्त्रबाटै हुने उल्लेख गरिएको छ। तेस्रो पक्षको संलग्नता हुँदा ठगी हुने सम्भावना हुने भएकाले सरकारी संयन्त्रबाट कामदार जापान पठाउने समझदारी गरिएको पनि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। नेपाल सरकारले वैदेशिक रोजगार विभाग अन्तर्गत एउटा शाखा स्थापना गर्नेछ। त्यही शाखाले
माग गरे बमोजिमको कामदार जापान पठाउने कामको सहजीकरण गर्नेछ। यसअघि दक्षिण कोरिया र इजरायलमा पनि सरकारी स्तरबाटै कामदार पठाउने समझदारी गरिएको थियो। समझदारी अनुसार जापानले दक्ष र अदक्ष दुवै कामदार लैजानेछ। 5 वर्षभित्र 3,42,000 दक्ष अदक्ष विदेशी कामदारलाई रोजगार दिने नीति लिएको छ। तर कुन देशबाट कति कामदार लैजाने भन्ने विषयमा भने जापान सरकारले बाहिर ल्याइसकेको छैन। श्रमिक कामदारको अभाव हुँदै गएपछि जापान सरकारले विदेशी कामदार लैजाने नीतिगत निर्णय लिएको हो। ती कामदारीहरूलाई जापान सरकारले मूलत कृषि उत्पादन, सवारी साधन, मर्मत, सम्हार लगायतका 14 वटा क्षेत्रमा काम लगाउनेछ। नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले उद्योग सञ्चालनका लागि आवश्यक वातावरण बनाउन सरकारसँग माग गर्नुभएको छ। अध्यक्ष शर्माले उद्योग सञ्चालनका लागि विमान कानूनमा समय सापेक्ष सुधार गर्न पनि सरकारको गम्भीर ध्यानकर्षण गराउनुभयो। सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले उद्योग सञ्चालनका लागि मुलुकमा सुधारका प्रयास सुरु भएको उल्लेख गर्दै त्यसमा नयाँ सम्भावनाको खोजी गरी मुलुकमा उद्यमशीलताको विकास गर्न पनि नयाँ पुस्तालाई गर्नुभयो। नेपालमा दुःख नगर्ने, सुख मात्रै खोज्ने नेपालीहरू पैदा गरे हुनाले नेपालमा उद्यमशीलता नबन्या हो। 250 वर्ष पुरानो देश हो हाम्रो देश। दक्षिण एसियाको सबैभन्दा पुरानो देशमध्ये हामी पर्छौँ। अमेरिकाभन्दा 8 वर्ष अगाडि हामी इन्टिग्रेट भएको। अमेरिका जुन बेला युनाइटेड स्टेट्स अफ अमेरिका भयो त्योभन्दा 8 वर्ष अगाडि युनाइटेड भएको नेपाल एउटा पनि प्रविधि नेपालीले बनाएको हामीले संसारमा लगेर बेचेर खाएको छैन। हिमालको जाडोमा कठ्याङ लिएर सिरकभित्र त बस्छौँ तर हिटिङ टेक्नोलोजी चाहिँ डेभलप गर्दैन। पहाडमा दुःख पाइन्छ तर फुड प्रोसेसिङ चाहिँ डेभलप गर्दैन। दुःख नपाएन नेपालीले, हामीले प्रशस्त दुःख पाएको छ। त्यसकारणले अब तपाईँको पिँढीले चाहिँ त्यो हामीले सोचे जस्तो गफ मात्रै गर्ने, भाषण गरेर देश बनाउने, प्रवर्धन गर्ने बात। अध्यक्ष शर्माले मुलुकमा उद्यमशीलताको विकासका लागि भाषण होइन कामै गरेर देखाउनु पर्ने आवश्यकता पनि औलाउनुभयो। हवस् त अहिलेको समाचार यति नै। पल पल खबर तेज नजर अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।